हेलो एभ्रिवान, नमस्कार सबैजनामा। तपाईहरुलाई मेरो ब्लगमा स्वागत छ। आज म निमा मेरो बुढीसँग पशुपति दर्शन गर्न आएको छु। तपाईहरु मेरो ब्लगमा हेर्नु होला। उनीहरु चाहिँ यहाँ पछाडी छ, पूजाको सामान लिएर बसिरहेछ। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँनेर पशुपतिमा चाहिँ आज बिहानै यति धेरै भक्तजनहरु दर्शन गर्न आउनु भएको छ। अनि हामी पनि अब पशुपतिको प्रवेशद्वारमा पुग्ने आँटिसकेको छौं। अहिले चाहिँ हामी यहाँनेर प्रवेशद्वारमै आइसकेको छौं। निमा र मेरो बुढी चाहिँ त्यहाँनेर छ, तपाईहरु हेर्नु होला। सोमबारको दिन पनि पशुपतिमा यति धेरै भिडभाड छ। अब हामी मेन पूजा गर्ने ठाउँमा चाहिँ पूजा गर्दिनौं, किनभने टाइम लाग्छ धेरै। हामी बाहिर पूजा गर्ने छौं, तपाईहरु ब्लगमा हेर्नु होला। हामी चाहिँ अहिले पशुपति भित्र प्रवेश गरिसकेको छौं। तपाईहरुलाई यहाँको म दृश्य देखाउँदै जानेछु। अहिले यहाँ पशुपतिमा कस्तो भएको छ पशुपतिको अवस्था भनेर तपाईहरु देख्न सक्नुहुन्छ। पशुपति चाहिँ अहिले धेरै नै परिवर्तन भइसकेको छ, सफा छ, एकदमै व्यवस्थित भएको छ। मान्छेहरु आउने जाने क्रम चाहिँ जारी नै छ। तपाईहरु यो भ्लगमा हेर्नु होला। देख्न सक्नुहुन्छ यति धेरै भक्तजनहरु आज सोमबार भए पनि पूजा गर्न आउनु भएको छ। अहिले म यहाँनेर पशुपतिको मेन मूल ढोका यहाँनेर प्रवेशद्वारमा आएको छु। अनि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ मान्छेहरु चाहिँ लाइनमा हुनुहुन्छ। कोही पूजा गरिराख्नु भएको छ। हेलो हेलो निमा, हेलो। निमा चाहिँ +2 को एक्जाममा राम्रो जिपिए ल्याएर पास भएर अहिले पशुपतिलाई सम्झेर आएको छ। तपाईहरु हेर्नु होला। भक्तजनहरुको भिडभाड चहलपहल यस्तो छ पशुपतिमा आज पनि। अब हामी लाइन चाहिँ बस्दिनौं, मूल पूजा गर्ने ठाउँमा चाहिँ जाँदिनौं, अरूतिर पूजा गर्छौं, किनभने समय धेरै लाग्छ। तपाईहरु भ्लगमा हेर्दै जानुहोस्। अहिले चाहिँ हामी यहाँनेर पूजा गर्न लागेको छौं। दुईजना चाहिँ यहाँनेर छ, म धूप बाल्न गइरहेको छु। अब यो धूप चाहिँ म यहाँनेर राख्दिन गइरहेको छु। अब चाहिँ म यहाँनेर नरिवल फुटाउन गइरहेको छु। अब नरिवल चाहिँ किन फुटाउँछ मलाई पनि थाहा छैन। यो भ्लग चाहिँ यहाँ निमाले बनाइदिन्छ। हेर्नु होला, नरिवल फुटाउँछु म। मेरो पालो आएकै छैन, अब आउँछ। नरिवल फुटाएर भाग्य खुलाउने हो सायद, मलाई अहिले याद आयो। एकैचोटिमा फुटाइदिन्छु। अब चाहिँ फाइनली म यो नरिवल फुटाउँदैछु। भाग्य खुल्दैछ मेरो। तपाईहरु हेर्नु होला। पशुपतिनाथ की जय। नरिवल चाहिँ फुटिसकेको छ। यहाँ पानी पनि घुमाइदिन्छु दुईजनालाई। अब चाहिँ म यहाँनेर नरिवल फुटाइसकेपछि पैसा चढाउँदैछु भगवानलाई। जय पशुपतिनाथ। अनि यहाँनेर हेर्नु होला, निमाले चाहिँ डोरा बान्दैछ। ऊ चाहिँ एकदम खुसी छ। जिपिए एकदम राम्रो आएको छ +2 को रिजल्टमा।
कान्छी पनि यहाँनिर वेटिङमा छ। तिमी नबार्ने? यहाँनिर देख्न सक्नुहुन्छ आरती पनि भइरहेको छ। म पनि यहाँनिर डोरा बान्ने छु। देख्न सक्नुहुन्छ यहाँनिर डोरा बान्ने काम हुँदैछ। चढाइदेऊ न यहाँ सबै थोक यहीँ चढाइदेऊ न। छ डोरा ल। म पनि अब यहाँनिर डोरा बान्ने छु। तपाईँहरू भ्लगमा हेर्नुहोला। डोरा चाहिँ म यहाँनिर बाँधेर छोडिदिनेछु। डोरा चाहिँ मैले त्यहाँनिर छोडिदिइसकेँ। अब हामी अर्कोतर्फ जानेछौँ। हामी चाहिँ पशुपतिनाथ दर्शनको त्यो भागमा पूजा गरिसकेर अब माथितिर जाने क्रममा छौँ। निमाहरू चाहिँ गइसकेको छ। अब म तपाईँहरूलाई यहाँको दृश्यहरू देखाउँदै यहाँको पशुपतिनाथको बारेमा भन्दै जानेछु। तपाईँहरू भ्लगमा हेर्नुहोला। देख्न सक्नुहुन्छ यति धेरै मान्छेहरू आउनुभएको छ आज। यहाँनिर सहयोग पेटिका पनि रहेको छ। अहिले पशुपतिनाथ चाहिँ धेरै भिडभाड छ। भक्तजनहरू चाहिँ आस्था विश्वासका साथ यहाँ आउनुभएको छ। भगवान श्री पशुपतिनाथको मन्दिरभित्र मोबाइल क्यामेरा प्रयोग नगर्नुहोला। वृद्ध र अशुद्धहरूलाई दर्शनको लागि प्राथमिकता दिनुहोला। यहाँ पशुपतिनाथ समितिले चाहिँ भिडियोहरू नगर्न वृद्ध बुढापाका मानिसहरूलाई प्राथमिकता दिन अनुरोध गर्दै हुनुहुन्छ। तर अब दर्शन गर्न आएको बेला एउटा यादगारको लागि, मेमोरीको लागि भिडियो सही भावनाले बनाउँदैछु म। पशुपतिनाथले सबैको रक्षा गरून्, सबैलाई राम्रो होस्, देशमा शान्ति होस्, फलोस् फुलोस्। म यही भन्न चाहन्छु यो भ्लगको मार्फत पशुपतिनाथको दर्शन गर्दै। अहिले चाहिँ हामी यहाँनिर सानो शिवलिङ्गको दर्शन गर्दैछौँ। यहाँ हामीले केही फुलहरू चढाइसक्यौँ। अनि यहाँनिर निमालाई टिका लगाइदिँदैछ कान्छीले। हामी चाहिँ अब लगभग पूजाआजा सकेर निस्किन लागेको यो प्रवेशद्वारबाट। मैले लगाइदिनु? म चाहिँ अब कान्छीलाई टिका लगाइदिन्छु। पुनमला थोरै यहाँनिर पानीमा औँला डुबाएर टिका लगाइदिन गइरहेको छु। ल टिका म मिलाएर लगाइदिने छु। हाम्रो पूजा चाहिँ भइसकेको छ। अब यो पहेँलो टिका लगाइदिँदैछु यहाँनिर। हल्का लगाइदिए। निमा अब माथि जाउँ ल। शिवलिङ्गको पूजा पनि हाम्रो लगभग सकिन लागेको छ। यहाँ चढाउ न के
ओम नमः शिवाय। एकदमै मिठो भजन पनि पशुपति दर्शन समितिले बजाइराख्नु भएको छ। यो भ्लगमा तपाईँहरूले सुनिराख्नु भएको होला। देख्न सक्नुहुन्छ अहिले पनि मान्छेहरूको आउने क्रम जारी नै छ। आजको दिन एकदमै भिड छ। अब हामी जुत्ता चप्पल छोडेको ठाउँमा जान्छौँ। जुत्ता चप्पल लगाएर हामी माथितिर जानेछौँ। हाम्रो पूजा चाहिँ लगभग आजको यति नै हो। अब हामी डुल्नेछौँ, डुलेको भ्लग पनि बनाउनेछौँ। तपाईँहरू यो भ्लगमा हेर्नुहोला। यहाँनिर चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ महादेवको बान चाहिँ यहाँनिर छ। यहाँ म चाहिँ फुल चढाइदिँदैछु। यति ठुलो महादेवको बानलाई यहाँनिर मानिसहरूले घरिघरि दर्शन पनि गरिराख्नु भएको छ। ओम नमः शिवाय। हाम्रो चप्पल जुत्ता चाहिँ आइसकेको छ। अब हामी चाहिँ माथितिर डुल्न जानेछौँ। पशुपतिको माथिल्लो चित्रमा हामी चाहिँ पूजा गर्ने क्रममा यहाँ बाहिर आउँदाखेरि बोजूसँग भेट भयो। हाम्रो बोजूले चाहिँ जुत्ता ल्याइदिनु भन्नुभयो, जुन चाहिँ यहाँनिर राख्ने गरेको छ पशुपति समितिले। बोजू हजुर टाढैदेखि आउनु भएको नि तपाईँ? हो, भक्तपुर बस्नुहुन्छ? बस्छु बाबु। ए ठिक छ। बोजूले चाहिँ हामीलाई चप्पल बोजूको त जुत्ता पो छ त नि, जुत्ता ल्याइदिँदाखेरि धन्यवाद दिनुभयो, आशीर्वाद पनि दिनुभयो। यस्तो आशीर्वाद चाहिँ सबैलाई दिइराख्नु होला। हुन्छ। बोजूलाई पनि धेरै वर्ष बाँच्नुहोस् बोजू। 80, 81, 82, 83 वर्ष भयो बाबु। टन्नै पुगिसक्नु भएछ। जाने बेला भयो। हामी जान्छौँ ल बोजू। नमस्कार नगर्नु न। धन्यवाद छ छोरो। बाई बाई गर्नु। बाई बाई छोरो, बाई बाई। ल ठिक छ, लाइक पनि गरिदिनु। के लाग्यो हेर गुड। गुड। ल हामी चाहिँ जाऊँ। हामीलाई यो भ्लगमा एकदमै रमाइलो पनि भयो। आउनु यो है। हुन्छ हामी हेरौँ ल। हुन्छ। हाम्रो त्यो आकृति चिम्किन भनेपछि त्यसमा लगाइदिनुहुन्थ्यो, आफूले जाने होइन। हुन्छ, म भेटेँ भने लगाइदिन्छु ल। अब आकृति चिम्किन ब्याङ्क आफ्नो जाइदिए चाहिँ आकृति चिम्किन कुन ब्याङ्कमा हो? ब्याङ्क खोइ त्यो पनि जान्दिनँ मलाई लाग्यो। ठिक छ, हामी अब हजुरआमासँग छुट्टैछौँ। ए तपाईँलाई चाहिँ नमस्कार गर्नु हुँदैन बोजूलाई चाहिँ। बोजूले कहाँ हामीलाई जानु? ल हामी गयौँ ल। अब हामी माथितिर डुल्न जानेछौँ। अहिले चाहिँ हामी यहाँनिर पशुपतिको अर्को साइडतर्फ आएको छौँ, जहाँ पनि हामी दर्शन गर्न सक्छौँ। अनि हामीले जुन उब्रेको सामानहरू छ चढाउँदै चढाउँदै जाने भनेको थियौँ। अनि यहाँ दर्शन पनि भइरहेछ बहिनी र मेरो बुढीको। म पनि यहाँनिर पैसा राख्नेछु। मैले पनि यहाँनिर टिका लगाइसकेँ। अब हामी यो बाटो हुँदै माथितिर जानेछौँ। अनि त्यहाँनिर दाह संस्कार गर्ने ठाउँ पनि छ। एकदमै मृत्युपछिको धेरै नै दाह संस्कार हुने ठाउँ हो यो। त्यहाँ दाह संस्कार पनि भइरहेछ, तपाईँले हेर्नुहोला। अब चाहिँ हामी यो पुरानो धेरै वर्ष अगाडि हाम्रो बाबुबाजेले हजुरआमा हजुरबाले बनाउनु भएको यो धेरै वर्ष पहिलाको ढुङ्गाको बाटो हुँदै माथि जाँदैछौँ। यो चाहिँ धेरै वर्ष भइसकेको छ, मलाई पनि अचम्म लाग्छ। अनि
यहाँनिर पनि मान्छेहरू आउने जाने क्रम भइरहेछ। हामी अब माथितर्फ जाँदैछौँ यही ढुङ्गाको बाटो हुँदै। तपाईहरू यो भ्लगमा हेर्दै जानुहोला। आजको हाम्रो दर्शन चाहिँ पशुपतिनाथको दर्शन चाहिँ एकदमै राम्रो भयो। सोचे भन्दा पनि राम्रो भयो। हामी चाहिँ अब पशुपतिनाथको भ्यू चाहिँ टपदेखि हेर्नको लागि हामी टप भागमा लगभग आइसकेको छौँ। अनि यो भ्लगमा पनि म तपाईँहरूलाई माथिबाट टपबाट पशुपतिनाथ चाहिँ मजाले देखाउनेछु। दुईजना चाहिँ उहाँ अगाडि गइसक्यो एक्साइटेड भएर। हेलो मङ्की, मङ्की हाउ आर यु? यहाँ चाहिँ बिचरा बाँदर रहेछ। हामीले उनीहरूलाई पनि माया गर्नुपर्छ। हाम्रो धर्म संस्कार अनुसार जनावरहरू पनि देवतालाई साथ दिने सारथी हुन्। त्यसैले उनीहरूलाई हामीले माया गर्नुपर्छ, राम्रो गर्नुपर्छ। अहिले चाहिँ हामी यहाँनिर पशुपतिको माथिल्लो टपबाट दृश्य हेर्नको लागि आइसकेको छौँ। अनि म तपाईँहरूलाई यहाँबाट पशुपतिनाथ दर्शनको क्रममा आज भक्तजनहरूको भिडभाड मन्दिरको दृश्यहरू यो माथिल्लो भागबाट देखाउनेछु। तपाईँहरू यो भ्लगमा हेर्नुहोला। यहाँबाट पशुपतिनाथ मन्दिर परिसरको क्षेत्र चाहिँ यस्तो देखिन्छ। अनि उता काठमाडौँको केही भूभागहरू बिल्डिङहरू पनि देखिन्छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यहाँबाट चाहिँ पशुपतिनाथ दर्शन गरिरहेको दृश्य हेर्न चाहिँ एकदमै रमणीय छ। मानिसहरू चाहिँ यहाँनिर आएर बसेर यो माथिल्लो भूभागबाट पशुपतिनाथ दर्शनको दृश्यहरू हेरेर एकदमै रमाउनु हुँदो रहेछ। हेर्नु होला, यस्तो छ माथिबाट देखिने हाम्रो पशुपतिनाथ दर्शनको दृश्य। म सरर देखाउँदै जानेछु, हेर्नु होला। बजार भेटेन नि, बजार आउँदैनन् तिनीहरू। बजार यात्रा आउँदैन मात्रै जान। इन्डियनकै पड्डे पनि वनवासतिर पड्डे इन्डियन वनवासतिर पढायो त बजार देखा तिमी पछि। आजको हाम्रो पशुपति दर्शनको कार्यक्रम चाहिँ सकिसकेको छ। दुईजना चाहिँ उहाँ पछाडि फोटो खिच्दैछ। अनि तपाईँहरूलाई मेरो भ्लग मन पर्यो भने लाइक सेयर कमेन्ट गरिदिनु होला। फेसबुकमा मलाई फलो गरिदिनु होला। युट्युबमा मेरो भिडियो भेट्नुभयो भने युट्युब आइडीलाई सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।